हेलो गाइज, आज चाहिँ मैले लुकुमको स्केट पार्क देखाउनु गइरहेको छु। निरसाङ स्केट पार्क लुकुम म देखाउनु गइरहेको छु। गाइजहरू हेरिदिनु होला पुरै। हेलो गाइजहरू, निरसाङ स्केट पार्क लुकुम भूमे 1 लुकुम रुकुम पूर्व को स्केट पार्क चाहिँ यही हो, लुकुमको स्केट पार्क। मैले पुरै भिडियो देखाउन गइरहेको छु, बाहिर भित्र पुरै देखाउँछु गाइजहरू। कहिले कसो यतातिर नआउनु भयो भने हामीलाई सम्पर्क गर्नु। ए मालिक नि यता यही हुनुहुन्छ, स्केट पार्कको ओनर यही हुनुहुन्छ। लुकुमको स्केट पार्क गाइजहरू यहाँ देख्न सकिन्छ, यहीँनिर छ। अनि माथि गाउँहरू देख्न सकिन्छ। दुईटा झ्याल छ, यतापट्टि दुईटा झ्याल छ र यता यो चाहिँ टिकट लिने काउन्टर हो। यहाँभित्र चाहिँ यो चाहिँ यहाँ टिकट ल्याउन सकिन्छ। यहाँ स्पिकरहरू पनि छ, यहाँ गाना साना मजाले बजाउन सकिन्छ, मजाले बजाएर खेल्न सकिन्छ। टोयलेटको व्यवस्था यहीँ छ, पानीको व्यवस्था त्यहाँनिर छ, यहाँ नजिकै छ पानी। अनि यता पछाडि एउटा झ्याल छ, यहाँनिर हरियो देखिरहेछ। यहाँनिर एउटा झ्याल लगाइएको छ। यहाँ लुकुमको गाउँ पनि मजाले देख्न सकिन्छ। माथिदेखि पुरै गाउँ चाहिँ देखेको छैन। यही हो गाइजहरू, मैले भित्र स्केट खेल्ने भित्रको रुम पनि मेट्रोको के भन्छन् यो स्केट खेल्ने यस पनि देखाउँछु। यहाँनिर एउटा झ्याल छ, सबै गरेर यहाँ 4वटा झ्याल छ। यो गाइजहरू यही हो स्केट लुकुमको स्केट पार्क। मजाले सुजहरू देख्न सकिन्छ, जुत्ताहरू देख्न सकिन्छ। पुरै अहिले डेकोरेसन गरेर राखेको छ। अनि यहाँनिर एउटा झ्याल छ, यो झ्याल पनि खोल्न सकिन्छ गाइजहरू। यो चाहिँ यसरी खोल्न सकिन्छ गाइजहरू, यसरी खोल्न सकिन्छ। झ्यालहरू यसरी खोल्न सकिन्छ। अनि यहाँनिर एउटा ढोका, यहाँ इन्ट्री हुने ढोका हो। मजा छ गाइजहरू, यहाँ पुरै टाइल लगाइएको छ, बिछाइएको छ। झ्यालहरू लगाइएको छ। गर्मी चिसोको लागि यहाँ झ्यालहरू खोल्न सकिन्छ, मजाले। यही हो गाइज। अनि यति ठुलो छ गाइजहरू, यहाँ मजाले खेल्न सकिन्छ। एकैचोटि हामी यहाँ खेल्न सक्छौँ। जुत्ता कतिजनाको छ अरे टोटल? 20 जना। एकैचोटि यहाँ 20 जनासम्म मजाले खेल्न सकिन्छ। जुत्ताको व्यवस्था मजाले छ। यहाँनिर झ्याल छ, यहाँदेखि ठुलो रोड छ, मेन रोड छ। यहीँदेखि मजाले खेल्न सकिन्छ गाइज। ठुलो छ गाइज। लुकुम स्केट पार्क पनि खेल्न आउनु होला गाइजहरू। ल ओके गाइजहरू, बाँकी भिडियोहरू अपलोड गर्दै गरौँला। ओके गाइजहरू, टेक केयर।